बाड़ा के जीतपुर से एक बालक हरेला 6 दिन भेलो पर नहीं भेटला बाद स्थानीय तथा जनप्रतिनिधि प्रहरी के खोजी काज में सक्रियता देखावा आग्रह कयने अछि। जीतपुर सिमरा उप महानगरपालिका वड़ा नंबर 7 स्थित मामा घर में रहैत आयल 3 वर्षक बालक अंश चौधरी बृहस्पति दिन से हरा रहल अछि। मंगल दिन भिनसर बारा क्षेत्र नंबर 4 के सांसद किसान श्रेष्ठ बालक के मामा रंजीत जायसवाल के घरे में पहुंचकर परिवारजन के हौसला राखा आग्रह कयने छलैथ। सारा पीडामा छौँ हैन, तपाईँ नातिनुस्, बाबुलाई केही हुँदैन, हामी ल्याउँछौँ, छिटोभन्दा छिटो ल्याउँछौँ, नातिनुस्। तपाईँ आफ्नो स्वास्थ्य फेरि आफ्नो स्वास्थ्य पनि बिग्रिन्छ, त्यसकारण नातिनुस्। तरको साथ सबै चाहिने प्रहरी प्रशासन सबै चाहिने पत्रकारहरू हैन, यहाँ सबै लागेका छौँ हामी, चिन्ता नगर्नु। वही क्रम में स्थानीय तथा परिवारजन बालक हड़ायल विषय में प्रहरी सूक्ष्म अनुसंधान क खोजी काज के तीव्रता नहीं देने उपराग कयने छल। घन्टो पनि लाग्न सक्छ। घरको पनि एउटा त्यो बच्चा कि त यहीबाट जान्छ, बाटो दुईटा मात्र छ, कि त रिटर्न जान्छ कि त जाने भनेको एउटा यही बाटो मदरसा हुँदै रोडमा आउने, अरू कुनै पनि बाटो छैन। जुन कि एउटा म अस्ति पनि परिवारलाई पनि क्यामेरा देखाएँ, यहाँबाट क्यामेरा छ, बच्चा यहाँबाट गएको छ भने त्यहाँ प्रश्न देखिन्छ। अहिलेसम्म त्यो क्यामेरा पनि चेक भएको छ, उहाँ मात्र गर्नुभयो। हिजो गएर हिजो कति पैसा मात्र गर्नुभयो उहाँले। त्यो बच्चा गएको त उता छ कि त यता छ, हस्पिटल कोही पनि छैन। अनि त्यो क्यामेरा अहिलेसम्म चेक थिएन। हिजो मैले कति पैसा दिएँ उहाँलाई व्यक्तिगत, अनि बोलाएर चेक गर्न पाएँ। सांसद श्रेष्ठ प्रहरी नायब उपरीक्षक सुभद्रा बाइवा लगायत प्रहरी अधिकारी के बालक खोजी काज में और गंभीर बना आग्रह कयने छलैथ। ओ अपना बारा पर्सा के एसपी के साथे मध्य प्रदेशक डीआईजी संग सेहो खोजी काज के तीव्रता देवा आग्रह कयने जानकारी देलनि। पुलिस प्रशासनले वास्ता नगरेको अब भन्ने मलाई लाग्दैन। तैपनि अब मेन कुरो के भने समस्या के हो भने त्यो बच्चासँग न मोबाइल कुनै मोबाइल भएको भए लोकेसन ट्याप गर्न सकिन्थ्यो। अब ऊ आफैमा बोल्न सक्दैन, 3 वर्षको बच्चा छ। अब अहिले पनि तपाईँहरूले देख्नुभयो होइन, डिआइजीदेखि लिएर पर्साको एसपी, अब मलाई बाराको एसपीदेखि लिएर अब के सब आफै आउनु भएको छ होइन, पैसा आउनु भएको छ। यहाँ यत्रो सारा चाहिने लागिएको छ। तर के हो त भन्दा तपाईँको भने जस्तै रिजल्ट नआएसम्म भनौँ न, हामीलाई चाहिएको त बच्चा हो नि त। अरू को कहाँ हिँड्यो भन्दा पनि बच्चाको लागि छैन। तर मलाई आशा छ यो चाहिने छिटोभन्दा छिटो बच्चालाई सकुशल चाहिने हामी ल्याउन सफल हुन्छौँ भन्ने हिसाबमा भनौँ न। 24 गते सदन छ, मैले त अहिले पनि डिआई साहबसँग कुरा गरेको सुन्नुभयो। म त सदनै छोडेर पनि बच्चा खोज्नुपर्ने स्थिति आयो भनेर मैले डिआई साहबलाई भनेको छु। डिआई साहबहरू पनि सबै आफ्नो तरिकाले लाग्नु भएको छ। तैना डीएसपी वाइवा खोजी काज जारी रहल बतौलनि। हामीलाई जानकारी आउने बित्तिकै नै पनि हामीले तुरुन्तै सबैतिर सर्कुलर पनि गरेका छौँ, सञ्चार माध्यमबाट होइन, हाम्रो आफ्नो हिसाबले सबै। बालक कतो भेटला पर फोन नंबर 9821214333 में वा लग में रहल प्रहरी चौकी में खबर क देवा परिवारजन अपील कयने अछि। बालक अंश मामा रंजीत जायसवाल के घर में करीब 1 महीना से रहैत आबि रहल छल। ओ रोथड़ गंगा पिपरा निवासी रितेश चौधरी के बेटा अछि।